नमस्कार, अब सुन्नुहोस् देउखुरी पब्लिक मासिक खबर। भाद्र 6 गते यस विद्यालयद्वारा आयोजना गरिएको 30 विशेष कार्यक्रम निकै भव्य रूपले सम्पन्न भएको थियो। देउखुरी पब्लिक स्कुल 30 विशेष कार्यक्रमको संयोजक सीता बन्जाडेज्यूको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अगुवा महिला लीला शाहज्यूको प्रमुख आतिथ्यता एवं स्कुलका समस्त महिला अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, सियर सदस्य, पत्रकार तथा नेशनल पेप्सन दाङ लमहीका अध्यक्ष लगायतको गरिमामय उपस्थितिमा दर खाँदै मौलिक बाजामा नृत्य गर्दै 30 विशेष कार्यक्रमको रौनकता देख्न सकिन्थ्यो। उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत बोल्ने वक्ताहरूले तीजको महत्व र समाज रूपान्तरणमा महिलाहरूको भूमिकाका बारेमा चर्चा गरेका थिए। भाद्र 8 गते यस विद्यालयमा टेक्वान्डो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूमाण्डप केसी, लुम्बिनी प्रदेश टेक्वान्डो संघका पूर्व सदस्य किरण पौडेल, यस विद्यालयका डोजाङ प्रमुख कुबीर गिरी, प्रशिक्षक ऋषिराज चौधरी तथा बसन्ती चौधरी लगायत खेलाडी विद्यार्थीको उपस्थिति रहेको थियो। नेपाल टेक्वान्डो संघको वार्षिक क्यालेन्डरको स्पिरिट अनुरूप यस स्कुलमा नियमित रूपमा 3 महिनामा ग्रेडिङ कार्यक्रम सम्पन्न हुँदै आइरहेको छ। भाद्र 13 र 20 गते शुक्रबार किताब बिनाको दिनको रूपमा विद्यार्थीहरूद्वारा विभिन्न रचनात्मक क्रियाकलापहरू सम्पन्न गरिएको थियो। यसैगरी राप्ती साहित्य परिषद जिल्ला शाखा दाङद्वारा लमही 3 स्थित मावि फल्कापुरमा आयोजना गरिएको देउखुरी व्यापी खुल्ला कविता प्रतियोगितामा यस विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्रा पूजा बुढाथोकीले द्वितीय स्थान हासिल गरेकी थिइन् भने लमही जेसिसद्वारा आयोजना गरिएको वक्तित्व कला प्रतियोगितामा यस विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्र प्रभात महरले सान्त्वना स्थान हासिल गरेका थिए। यस सुखद अवसरमा पुरस्कृत हुन सफल दुवै छात्र छात्रालाई विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक श्री भूमाण्डप केसीज्यूले बधाई ज्ञापन गर्नुभएको थियो। विद्यालयको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित तीज फोटोशुट प्रतियोगिता 2082 को भाद्र 17 गते नतिजा घोषणा गरिएको थियो। प्रतियोगितामा तय भएका सम्पूर्ण मापदण्डहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै वैध लाइक, रियाक्ट तथा वैध कमेन्ट र शेयरहरूलाई मात्र भोटको रूपमा गणना गरी यस विद्यालयको अतिरिक्त क्रियाकलाप समितिका सम्पूर्ण सदस्यहरू तथा यसै विद्यालयका आइटी सल्लाहकार सहितको बृहत छलफलबाट लमही नगरपालिका वडा नम्बर 9 रिहार स्थित प्रतियोगी नम्बर 13 की चन्द्रकला ओलीले कुल 994 भोट प्राप्त गरी विजेता हुनुभएको थियो। विजेता ओलीलाई विद्यालयद्वारा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। D2 कला केन्द्रद्वारा आयोजित देउखुरी डान्सिङ स्टार सिजन 6 को उपाधि देउखुरी पब्लिक स्कुलले प्राप्त गर्न सफल भएको थियो। देउखुरी क्षेत्रकै 4 वटा पालिकाहरू अन्तर्गत अन्य विद्यालयका 200 भन्दा बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै यस विद्यालयकी प्रतिभावान छात्रा एलिना बुढाले उक्त उपाधि चुम्न सफल भएकी थिइन्। छात्रा एलिना बुढाको सम्मानमा विद्यालयले छुट्टै भव्य कार्यक्रमको समेत आयोजना गरेको थियो। उक्त कार्यक्रममा उपाधि हासिल गर्न सफल भएकी एलिना बुढा तथा विद्यालयका नृत्य प्रशिक्षक पोषण भण्डारीलाई विद्यालयको तर्फबाट विभिन्न उपहार दिँदै प्रधानाध्यापक श्री भूमाण्डप केसीज्यूले हार्दिक बधाई समेत ज्ञापन गर्नुभएको थियो। यसैगरी शैक्षिक सत्र 2082 सालको दोस्रो त्रैमासिक परीक्षा मिति 2082 साल असोज 1 गतेदेखि प्रारम्भ गर्ने गरी जारी गरिएको सूचनालाई देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण परिमार्जित गर्दै अब उक्त परीक्षा मिति 2082 साल असोज 3 गतेदेखि 10 गतेसम्म सञ्चालन हुने विद्यालयले जानकारी गराएको छ। हस्त अर्को महिनाको अन्तिम दिन पुनः आउने गरी अहिलेलाई देउखुरी पब्लिक मासिक खबर यति नै। धन्यवाद।